भिडियो भाइरल अब। हेलो हेलो, यहाँ चाहिँ यतिखेर चाहिँ नेवारहरूको चेलीबेटी, हामीहरूको चेलीबेटी कान्छी छोरी रोहिणी जातिको खान्डु राजाको दरबार हेर्न जाँदैछन् केटाहरू। खान्डु राजाको दरबार यहाँ विकास र अर्को भाइ छ। आयो पुङपुङे दाजुभाइ आयो। हेलो हेलो, तपाईँहरू कहाँ हिँडेको? तिनजना यो तिनजना बाइकमा चढ्न मिल्छ? यो यसरी तिनजना हिँड्दाखेरि बाइकमा तपाईँहरू हिँडेको कि चढेको हो? गोली हान्छन् त सुबह। हेमलाल सर, तपाईँ यतिखेरको यात्रा कता हो? तपाईँ यतिखेर एकदम मिठो मुस्कान हुन्छ। यो कालिम्पोङ गाउँपालिका पछाडि अर्को भाइहरू यहाँ आउँदै हुनुहुन्छ। अगाडि गएर खिच्न, यो त खतम भइसक्यो नि। भरे भ्लग बनाएर हालिहाल्नु पर्छ। हेरेर चाहिँ अलिक गाडी लागेको जस्तो। ल है, राम्रोसँग निकाल्नु होला। खान्डु राजाको फोटो होला। यो हामी सबै खान्डु राजाहरू हो। यहाँ रानी मात्रै नभएको हो। यतै नै हो। अब आउनु लाग्यो सबैको आवाज।
त्यो चाहिँ ल्याङ भएर आएको यस्तो बुढो आउन त आज कसले फेरि यसो क्या ओए हेलो हेलो के हो यसको क्वालिटी राम्रो छ क्या दुबईमा सस्तो छ नि उता त सस्तो छ त्यही हो क्या कोठा चाहिँ कुन चाहिँ थियो होला है यहाँ पनि रहेछ त कोठा त यो पनि यहाँ पनि बारेको रहेछ यस्तो रानीको रानीको त्यो यहाँ चाहिँ सुत्केरी भएको बेला बस्ने रहेछ यहाँनिर चाहिँ यहाँ चाहिँ सानो कि अनि भाला काट्ने कता हो खेती गर्दा भेटाएको थिएन कि पहिला है खेती गरेकै हो यो ऊ पनि स्टेपमै बनाएको रहेछ क्या मेरो त्यो विचारमा पाटोको जस्तो पाटो त्यस्तै बनाएको रहेछ क्या यो नभए हेर्नु न यसको ग्रेड तल्लो छ त्यो माथि छ अनि पुरै माओवादीले बनाए जस्तो बनाएको थिएन तिनीहरूले त्यो कृषि कार्यक्रम चाहिँ कहाँ गरे होला है बुढो पनि छ त्यो बुढाबुढीले क्या कोइला कता कोइला नि छ अरे सबै कोइलाहरू भेटाएको यही अघि सुभाषको उसले झन्डै राधा कोइला त होइन नि हो रे त्यो यहीँबाट निस्केको रहेछ सुभाषको मम्मीले चाहिँ अघि यहाँ त भूत बोलेको छ त्यही हो एकचोटि खानु रानी भेटेर चाहिँ होइन भूकम्प पनि गयो हल्लियो होला पनि कति भयो होला गाल पनि सानो लाग्दो रहेन 24को लाग्दो 25-30 पनि होला कोहीसँग त जमानाको बाल कस्तो है ढोका चाहिँ रहेन चाहिँ यसरी काठमा चाहिँ रहेछ होइन ढोका अब काट्दा मौका होला नि होइन काठ पनि हुनसक्छ तर कति 100 वर्ष अगाडिको हो नि त यो त यो टेस्ट गऱ्यो भने चाहिँ यो कति 100 वर्षको भनेर थाहा पाइन्छ ढोकाहरू थियो क्या किनकि यस्तो उन्नतमा त निकाल्दैन ढोका त थियो ढोका त अन्त छिर्नु पर्यो नि हुनु परिहाल्यो नि अनि यहाँ चाहिँ सबै थुङ्गा थियो अरे होइन अनि त्यहाँबाट तिसुजाबाट चाहिँ हेर्ने रे त्यो तिसुजाबाट क्या खान्छ यो त डोल्केर आएको नि त अनि ऊ चाहिँ खालि हो त्यो थमिङसँगै त्यही लड्केर बस्ने अरे क्या कमेर दलेको रहेछ क्या तर यो बाँधो त बाँधेर चाहिँ नकमाएको धेरै भइसक्यो यो कुन चाहिँबाट किनेको पछि यो भूमि बनाउनुलाई त्यो भूमि बनाउनुलाई किन्दाखेरि अनि अस्ति खन्दाखेरि चाहिँ यो भेटाएको अब भग्नास बेसी यो भेट्यो किनेर फाइदा भयो यत्रो बेसी यो त सार्वजनिक रहेछ नि सार्वजनिक छ नि होइन कुन चाहिँ उसले खेती बाउनले हामीले यसैको लागि भनेको 17 लाख अस्ति यो तल्लो भयो एउटा भिडियो पनि हेरौँ अब कतिको कुरा छ दसहरूको इन्टरभ्यू दिनु पऱ्यो यहाँ
पहिला भेट्यो भनेपछि आगो फुकेको अनि हाम्रो चेलीबेटीलाई चाहिँ कहाँ सुता होला है त्यो त पहिला सुतारा बनाएको होला नि रोहिणी ल्याइ बनाएको रे ए फाजी नमस्कार भत्केला भत्केला अब उहिले रानीलाई त भत्काएन होला अब के भत्कायो अब यहाँ यस्तो निस्केर भने त खाने त्यो पहिला पुरै पाटो थियो सबै यस्तै पाटो त्यस्तै पाटो यस्तै पाटो थियो यो पनि उस रहेछ यो पनि पाटै रहेछ यो पनि पाटो यहाँ बाहिर वाल थियो एउटा त्यसको पनि बाहिर वाल थियो अनि त्यो बाहिर वालले 6 बिघा रहेछ नि ए हजुर हजुर पाटो अनि यहाँ चाहिँ यो के गरी खन्नु भयो हजुरहरूले हामीले कसरी के भयो यो ठाडो गाह्रोदेखि उता यो अग्लो अलि आँखा जस्तो थियो अलि अग्लो हजुर अनि त्यहाँ माथि पूजा गऱ्यौँ धुपदान गऱ्यौँ अनि त्यहाँ ठाडो वालमा भयो नि हजुर अब ढुङ्गा निस्क्यो ढुङ्गा रहेछ निस्क्यो भन्छौँ नि हामी त हजुर कसैले यता भत्कायो यता भत्काउँदाखेरि त ठ्याक्कै वाल पो देखियो हजुर अनि यता भत्कायो यता पनि वाल देखियो हाम्रो जुन पो रहर लाग्यो यो चाहिँ के को लागि चाहिँ खन्नुभएको त भयो हामीले त यो मिसनरी वाल लाउने यता जग्गा हाल्ने भनेर हामी समय आउनेमा तत्परमा बनाउनुलाई आजसम्म हामी समिसक्यौँ यो ननिस्केको भए अन्त यस्तो निस्क्यो हामीले त झुन खन्यो जुन जग खन्यो हामीले रहर पो लाग्यो जुन राम्रो हो भने अब हजुर हामीले झुन राम्रो पो पहिलाको बुढापाकाहरूलाई सोध्यो भने त अलिअलि थाहा होला नि उनीहरूलाई थाहा छ अलिअलि थाहा छ छैन छ अरे भन्ने कुरो चाहिँ सुनिन्थ्यो खेती नलागेर पनि पुरै भयो क्या यो त खेती लगाएको तपाईँले कोदो लगाएको यस्तै पाटै थियो नि यो चाहिँ पहिला कसको जग्गा रहेछ यो माथि पाखाको दोजे बिर्खाको रहेछ अहिले उसले भक्तरण गरेकै 28 वर्ष भयो थामीको जग्गा हो पहिला पहिला थामीको रहेछ त्यहाँबाट पोखरले लिएछ पोखरले लिएपछि अनि फेरि थामीले लिएको रहेछ यो पनि त्यो बजेट नपरेको भए त यो कहाँ खोजिन्थ्यो र त्यतिकै हराएर जान्थ्यो अब त्यो बजेट पर्दाखेरि तपाईँको अब त्यो खर्च गर्नु मिलेन त्यो नमिल्दाखेरि अनिखेर फेरि घर धुरी प्रत्येक धुरी पैसा उठाएर 2000-1500 उठाएर अनि यो जग्गा खरिद गऱ्यौँ खरिद गरिसकेपछि अनि प्राप्त लाग्यो क्या तपाईँको अनि त्यहाँदेखि अहिले फेरि त्यो बजेट पनि फेरि थप गरेको छ पहिला यहाँ छ पनि भन्थे छ अरे भन्ने कुरो चाहिँ सुनिन्थ्यो सुनेको मात्रै हेरेको थिएँ छैन अहिले चाहिँ निस्क्यो तर ठिक भएछ नि यहाँ नबनाएर त्यो बजेट अरू ठाउँमा बनाएको भए यसको कुरै निस्किन यो अरू ठाउँमा बनाउने कुरो चाहिँ थियो माथि त्यहाँ माथि मानेमा बनाउने कुरो थियो त्यहाँदेखि मासतिर बनाउने कुरो थियो हामी 2-3 जना हामी नमानेको जहाँ चाहिँ किला थला छ त्यहीँ नै बनाउनु पर्छ भन्ने चाहिँ हाम्रो चाहिँ धारणा थियो कि पुरानो तपाईँको केही भेटिएन यो कोइला भेट्यो अनि त्यो माटोको खपटहरू सानो सानो भेटियो अनि जाँतोको आधी टुक्रा भेटियो सिङ्गे भेटिएन अनि चुलो भेटियो त्यति हो त्यो पनि राख्नु चाहिँ हजुरहरू ट्याक्क पछि थाहा हुन्छ मान्छेहरूलाई यस्तो यस्तो रहेछ भने त्यो चाहिँ कहाँनिर रहेछ यसमा कि माथि जाँतो चाहिँ परतिर भेटियो ए हजुर आधी टुक्रा त्यही पनि त्यो त अरू त कहाँ छ न अरू लैसक्यो काठहरू त्यस्तो केही भेटेन काठ त भेटेन काठ चाहिँ तपाईँको सबै जलेको थियो कि यो यसरी यो आगो लागि भइसक्यो जस्तो लाग्यो कोइला देख्दाखेरि चाहिँ खालि कोइला छ यसमा त उताउति राखेर के हो खासमा
यो पनि ठाडो उता रहेछ त यो के हुनुपर्छ यो अलि ठुलो खालको यहाँनिर एउटा गार्ड बस्थ्यो होइन यहाँ एउटा गार्ड त्यस्तो ठाउँमा त सर उसले क्या यस्तो ब्रसले पो उ गर्दो रहेछ क्या यस्तो अब्सेसहरू देखिन्छ नि सर यहाँ त ब्रसले पो चाल्ने क्या त्यो कोट्याउने पहिला चाहिँ भेना यस्तै वाल लगाएको रहेछ यो तल्लोपट्टि यो चाहिँ यो त यहाँ बारीको हो खेतको पछाडि यहाँ पनि निकाल्यौँ यहाँ भेटिएन यता चाहिँ अलिअलि जग भेटियो अनि यो पनि पुरानो गाह्रो जस्तो छ यी घरकै वाल जस्तै देख्यो त्यहाँ पनि छ अलिकति चुस्सा त्यही भयो पहिला यो कमाउँदाखेरि यो झऱ्यो होला क्या हजुर हजुर झर्दै गयो त्यो र यो चाहिँ पुरानो जस्तो नै छ यो पनि वाल जस्तै देखिँदैछ ठ्याक्क हजुर हो त्यो वाल हो हजुर त्यहाँदेखि माथिल्लोपट्टि तेर्को वाल भेटियो लास्टमा त्यो सुन्दरातीको बजेट होला त्यो रोडको लागि रोड पनि खनिएको भनेपछि त यो त यहाँदेखि दरबार ठुलो छ जल भार अनि कहाँ उद्धव सरको घरमा खान्जु राजाको दरबार जस्तो भूगोल त्यस्तै स्टाइलले डिजाइनिङ गरेर छ अब यो सानै बाटो यो यहाँ यति छ छान के को थियो दाइ फरहरूको फलेकहरूको थियो होला के थियो त्यो अब अनि किराँती छापा नि अनि त्यही किराँत भनेर राखेको छ त छापै छैन होइन त्यहाँ किराँती छापा क्या तल त्यो चाहिँ थाहा छैन फेरि के किन छ कसकोतिर छैन त्यहाँबाट ल खाटेर चाहिँ यता माथि माथि आएको क्या त्यतिखेर कसको पोटीमै छैन छैन राम्रो राम्रो चिज खान ल्याउनु आएको नि अलि सफा जग्गा चाहिँ यहाँदेखि उँभो कतिसम्म भिडियो फोटो सब एक्सन ओरिएन्टेड बनाउनु चाहिँ त्यो ल्याख्याक्क बसेको होइन त हिँडेको गफ गरेको खान्जु राजालाई फकाएको त्यो पोस्टोज नदिकन एकदम राम्रो खालले त्यो माथि बाटो लेप्चुङको चाहिँ यतापट्टिबाट छ होइन उता यता माथिबाट छ यता त आउनै पर्दैन बिनले बिचरा यता छिर्नु दिएन यताबाट भनेको भाइ छोट्ने खानु त्यसो खेतमा छोट्ने खाने एकदम यो के अरे भाइ साथी यो सुत्रोको बजेट यता के छ सुत्रोको अहिले छैन नि त यसको नि अब त्यही कुर्सी त काट्नु पर्ला नि अन पाराले रहन हामी खान्डु राजाको दरबार हेरेर आएको अनि कसा लाग्यो त गोरे भाइलाई राम्रो राजाको दरबार खान्डो राजाको दरबार अहिले ठिक छ बनाउनु बाँकी छ हामी सब यहाँ कुङकुङ आक्याङ्मी दाजुभाइहरू छौँ होइन यहाँ खान्डु राजाको दरबार हेरेर आएको हाम्रो विकास सर चाइनिज उ रहेछ एकजना थाङथुङ आक्याङ्मी हुनुहुन्छ उहाँ चाइनिज कम्पनी रहेछ त्यो उहाँ चाहिँ जापानिज केटानी अहिले पछिल्लो अवस्थाको अनि अगाडि छ खान्डो राजाको दरबार हेरेर आइयो त्यो त पुरुष देखिहाल्छ नि अहिले कस्तो देखेन जलखाको कुन कुन परेछ भने देउराली
ससुराली होइन विकास सर ऊ त्यो अलिअलि जस्तो देख्दैछ नि त्यो पनि अलिक माथि यता यता उयो त है उयो त उयो डाँडा त्यो डाँडा पारी त्यो माया साँचो है पात झर्दो रहेछ पात भेटभेटमा यो कहिले पनि मर्दैन रहेछ क्या चियाको हाम्रो त्यो हजीको पालाको उहिलेको अझै त्यो पछाडि छ पारी फुल्यो यो चाहिँ खेतको त्यो अर्को चाहिँ विकासेको हुँदछ त्यो पाकेको छ ए ल